घरमा को हुनुहुन्छ होला? म छु, किन होला? बुढी आमा, यहाँ बास पाइन्छ होला? पाइँदैन, यहाँ त छैन। आफूलाई त बस्ने ठाउँ छैन, अन्कै गरेको त बस्ने ठाउँ छैन। अब वरपर पनि कतै घर देख्दिनँ आमा। रात झमक्कै परिसक्यो, बरु भित्र बस्दिनँ आमा। यही सिकुवामा सुत्छु। मलाई एक रातको लागि बास दिनु पर्यो आमा। हुन्छ, बस न त, बस। तर खानेकुरो केही पनि छैन मसँग। बस्न चाहिँ बस। खानेकुराको आमैले केही सुर्ता गर्नु पर्दैन। मसँग चाहिँ नि यो एउटा ढुङ्गो छ। आज यही ढुङ्गो पकाएर खाउँला, असाध्यै मिठो हुन्छ आमा। कसरी पाक्छ ढुङ्गो र खानु? कहिले त सुनेको थिएन। कसरी पाक्ला त? हौ पाक्छ नि हो आमा। हामी म सधैँ यही ढुङ्गो पकाएर खान्छु, असाध्यै मिठो हुन्छ। बरु हजुरले चाहिँ नि मलाई एउटा भट्टु दिनुहोस्, एउटा डाडु दिनुहोस् र अलिकति पानी दिनुहोस्। म आज हजुरलाई पनि खुवाउँछु यो ढुङ्गो पकाएर आमा। त्यसो चाहिँ अब के गर्नु त? म ल्याइदिन्छु। म सधैँ यही ढुङ्गो पकाएर खान्छु, असाध्यै मिठो हुन्छ। बरु हजुरले चाहिँ नि मलाई एउटा भट्टु दिनुहोस्, एउटा डाडु दिनुहोस् र अलिकति पानी दिनुहोस्। म आज हजुरलाई पनि खुवाउँछु यो ढुङ्गो पकाएर आमा। त्यसो चाहिँ अब के गर्नु त? म ल्याइदिन्छु। भाँडाहरू म पनि हेर्छु। कता यहाँ? त्यहाँ हो त्यहाँ पकाउनु। यो ढुङ्गो चाहिँ नि मैले यो ठ्याक्कै हालेर नि पकाएपछि मिठो। साइली रिमै चौरी गाई झर्यो रिमै मधु बनैमा। आमा, अलिकति नुन भए त साह्रै चखा हुन्थ्यो। ल्याइदिउँ त? अलिकति ल्याइदिनु न। ल म ल्याइदिन्छु नि त। ल ल ल आमा, यसमा नि अलिकति चामल चाहिँ मिसाउनु पाए त साह्रै मिठो पो हुन्थ्यो त। जाउँ त? ल्याउनु न हौ अलिकति है। हुन्छ, ल्याउँ। ल ल सिक्दै गर्नु। यो हजुरले पनि सिक्नु पर्यो नि त। हजुरले पकाउनु पर्यो। आहा आमा, अब यसमा नि अलिकति दाल मिसाउनु पाए त ढुङ्गाको स्वादै अर्कै हुने थियो आमा। ल्याए नानी, ल्याए। ल यो हाल्छु है। ल लाग्नुहोस्। राम्रो छ आमा। राम्रो त मिठो हुन्छ। मिठो हुन्छ। खानुपर्छ हौ। खाने खानु। आहा कति मिठो खानेकुरा बन्यो। अब यसमा अलिकति घिउ हाल्न पाए त क्या मिठो हुन्थ्यो होला। म ल्याउँछु। ल्याउनुहुन्छ? ल्याउँछु। ल्याउनु न अलिकति। ल ल हेर्नुहोस् त आमा, यहाँ ढुङ्गा छ त? छैन छैन, पाक्दो रहेछ त हौ। अचम्म लाग्यो म त। ढुङ्गा त पाक्छ नि आमा। पाक्दो रहेछ त। हामीले पकाउँदा त पाक्दैन त। नानीले कसरी पकाएको? हामीलाई सिकाइदिनु नि हौ, कसरी पकाउनु पर्ने हो। यसरी नै हो आमा। यो मैले जति चिज हालेँ त्यति हाल्ने, पकाउने। हजुर खानुहुन्छ नि आमा? खान्छै नि। पाको आमा। पाको पाको खाने हो। खाने हो।
आमालाई। कति थोरै दिएको हौ फेरि। अनि मेरो ढुङ्गा हो नि त आमा। हो के हो साह्रै थोरै भयो त। तपाईँको त अलिकति चामल र दाल त दियो। मैले र पनि निकाइदिएको छ है मैले। जति दिएको छ त्यति। ल ल ल भइगयो त भइगयो। हुन्छ हुन्छ।